हाम्रो जेभियर इन्टरनेसनल कलेजको हाम्रो कोअर्डिनेटर सर राजु सरको चाहिँ भर्खर आज म खास गरी ट्यारोट हेर्ने भनेर चाहिँ आएको थिएँ सर, तर कुण्डलीको कुरा हुँदाखेरि चाहिँ हाम्रो ट्यारोट र कुण्डली सेसन दुवै कम्प्लिट भयो। सर हजुरलाई चाहिँ आजको ठ्याक्क कुण्डली र ट्यारोटमा चाहिँ के कस्तो मिल्यो मिलेन, हजुरलाई के कस्तो लाग्यो सर? ओभरअल फिडब्याक चाहिँ हजुरको के छ त आजको यो? सर्वप्रथम हाम्रो बिएसडब्ल्यूका 4th इयरमा अध्ययनरत भाइ पवन निरौलालाई विशेष धन्यवाद दिन चाहन्छु। भाइले मलाई तपाईँ एउटा विषयको मात्रै होइन 2-3वटा विषय नै जान्नु भएको रहेछ भनेर जन्मकुण्डलीको अनुसारले भने अनुसारले मैले पनि भाइलाई म त ज्ञाता त होइन, मलाई जन्मकुण्डली त थाहा छैन, तर भाइ पनि पढ्नुहुन्छ शिशुलोक, तर यता यो एस्ट्रोलोजी ट्यारोट रिडिङमा एकदमै राम्रो गर्नुभएको रहेछ। उहाँले भनेका कुराहरू मैले एकदमै हो भन्ने म ग्यारेन्टी लिएँ। भाइले भनेका कुराहरू जस्तो कि तपाईँ पुनर्जन्म पाउनुभयो, तपाईँले चाहिँ मातृत्वको हिसाबले चाहिँ तपाईँको मातृत्व आमालाई खुट्टाको रोग, त्यसपछिबाट बाबुको कुरा, श्रीमतीको कुरा, जैजडका कुरा, करियरको कुरा, र त्यसपछि हामीले ट्यारोट रिडिङ गर्दाखेरि चाहिँ मैले 5 वर्षको हेरौँ भन्दाखेरि पनि ठ्याक्कै उमेर अनुसारले एज अनुसारले मिलाइदिनु भएको हो। त्यसपछिबाट चाहिँ मैले करियरको बारेमा सोद्धाखेरि करियरको स्पष्टता, अनि त्यस्तै स्वास्थ्यको सोद्धाखेरि स्वास्थ्यको पनि एज अनुसारले भनिदिनु भएको। एकदमै भाइले भनेको कुराहरू मलाई एकदमै मनमा परेको छ र तपाईँको अझै पनि उत्तर प्रगतिको कामना गर्दछु। सर हजुरलाई ट्यारोट र कुण्डलीबाट चाहिँ अब मैले अहिले ट्यारोटबाट चाहिँ हेर्छु भनेर आएको थिएँ, तर कुण्डलीको नलेजहरू चाहिँ हजुरलाई कस्तो लाग्यो त सर? ठ्याक्कै जन्मकुण्डलीको नलेज त सबै नै मिलाउनु भयो। जन्मकुण्डलीको मिलेपछि ट्यारोटको पनि तपाईँले मलाई एक्सप्लानेसन सहित दिनुभयो ट्यारोटको। हजुर। र म विश्वास लाग्यो तपाईँले भनेको कुराहरूमा विश्वस्त छु। तपाईँले भनेका कुराहरू मनन पनि गर्छु, मैले डायरीमै राखेर अनि यसलाई चाहिँ फलो गर्छु भने मिन्स तपाईँप्रति म धेरै विश्वास लागेको छ। तपाईँको उज्जवल भविष्यको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू सो मच सर आजको टाइम दिनुको लागि। थ्याङ्क यू।